नमस्कार साथीहरु, हाम्रो युट्युब च्यानल एलएफ ज्ञानमा तपाईहरुलाई पुनः पनि स्वागत छ। आज चाहिँ मैले कोशी प्रदेश विशेष सेकेन्ड पेपरको लागि जुन चाहिँ एचए अहिब स्टाफ नर्स स्कुलको मध्यनजर गर्दै मैले आफूले पढ्दाखेरि चाहिँ लेखेका केही क्वेशनहरु सल्भ गरेको जुन क्वेशनहरु हुन्छ त्यो चाहिँ यस भिडियो मार्फत शेयर गर्दैछु र कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। अहिले मेरो क्वेशन रहेको छ डिफाइन लिडरशिप भनेको छ, त्यसपछि डेमोक्रेटिक लिडरशिपको मेरिट र डिमेरिट र क्यारेक्टरिस्टिक्स लेख्स भनेर आएको छ। लिडरशिप भनेको हेर्न सक्नुहुन्छ डेफिनेसन यस प्रकारको छ। लिडरशिप इज द लिफ्टिङ अफ मेन्स भिजन्स टु हायर साइड भने हो, and the rising of a man's performance to a higher standard, the building of man's personality beyond the normal limitation भनेको छ। अब डेमोक्रेटिक लिडरशिप भनेको के हो भने हैन, डेमोक्रेटिक लिडरशिप इज अल्सो नोन एज पार्टिसिपेटिभ लिडरशिप अथवा स्टियर लिडरशिप, जसमा चाहिँ ग्रुप अफ पिपुल पार्टिसिपेट हुन्छन् र डिसिजन मेकिङ गर्छन् भनेको छ। यसै अनुसार यो चाहिँ एकदमै बेस्ट लिडरशिप भनेर भनिन्छ यसलाई चाहिँ। यसको क्यारेक्टरिस्टिक्सहरु हेर्न सक्नुहुन्छ साथीहरु। अथोरिटी डेलिगेटेड सबर्डिनेट हुन्छ, इन्टिग्रेसन बिट्विन द लिडर एन्ड ग्रुप अफ फ्रेन्डली एन्ड ट्रस्टिङ हुन्छ यसमा चाहिँ। पर्फर्मेन्स बेस्ड रिवार्ड र पनिसमेन्ट दिन सक्छ यसमा चाहिँ लिडरले। मोटिभेट सबर्डिनेट गर्छ, सबर्डिनेटलाई एकदमै प्रोत्साहन गर्छ। यो अनुसार साथीहरु मेरिटहरु छन्, यसका केही एडभान्टेजहरु पनि छन्। मेरिट हेरौँ हामी पहिला। मेरिट चाहिँ सबै इम्प्लोयरलाई इन्करेज गर्छ, इफेक्टिभ टिमवर्क गराउँछ, यसले सबर्डिनेटलाई मोटिभेट गराउँछ, स्ट्रङ टिमहरु बनाउँछ, प्रोभाइड अपर्च्युनिटी दिन्छ सबर्डिनेटहरुलाई। यसैगरी डिसएडभान्टेज रहेको छ, यसले चाहिँ मोर टाइम लिन्छ डिसिजन टेकिङमा र मोर इफेक्टिभ हुँदैन यो। जब इमर्जेन्सीको बेला हुन्छ त्यति बेला धेरै इफेक्टिभ हुँदैन यो। लेस डिसिप्लिन हुन सक्छ यसमा चाहिँ। क्वेशन नम्बर 3 मा रहेको छ हेल्थ म्यानेजमेन्ट भनेको छ हैन। हेल्थ म्यानेजमेन्ट भनेको के हो भनेको छ। हेल्थ म्यानेजमेन्ट इज आर्ट अफ साइन्स अफ थिङ्किङ, बिडिङ एन्ड एक्टिङ टु एचिभ हेल्थ सर्भिस एन्ड अब्जेक्टिभ अफ हेल्थ अर्गनाइजेसन अर कन्ट्री भनेको छ। अब एडमिनिस्ट्रेसन र म्यानेजमेन्टको पनि डेफिनेसन लेख भनिरहेको छ साथीहरु। यसै क्वेशनमा गाभिएर सर एकचोटि यो हेर्नु होला यो कस्तो छ यो। अब साथीहरु त्यसैसँग जोडिएर हेल्थ म्यानेजमेन्टको फङ्सनहरु लेख भनेको छ, जुन चाहिँ लुथर गोलिगले 1938 मा दिनुभएको छ। पोस्ट कप भनेर प्लानिङ, अर्गनाइजिङ, स्टाफिङ, डाइरेक्टिङ, कोअर्डिनेटिङ, रिपोर्टिङ र बजेटिङ भन्ने छ, त्यो हेर्नु होला। साथीहरु क्वेशन नम्बर यसैगरी 5 मा रहेको छ लेभल अफ प्रिभेन्सनको बारेमा छ। डिफाइन प्रिभेन्सन भनेको छ, अनि यसैगरी आइनिट्स लेभल अफ प्रिभेन्सनलाई डिस्क्राइब गर भनेर आउन सक्छ। हामीले प्रिभेन्सन भनेको एक्सन अफ स्टपिङ समथिङ फ्रम ह्यापनिङ अर राइजिङ भन्छ, अथवा इट इज अ कम्प्रिहेन्सिभ प्रोसेस टु प्रोमोट, प्रिजर्भ एन्ड रिस्टोर हेल्थ एन्ड मिनिमाइज सफरिङ एन्ड डिस्ट्रेस भनेको छ। यसमा चाहिँ 4वटा लेभलका छन्, प्राइमरी, सेकेन्डरी, टर्सियरी लेभल अफ प्रिभेन्सन हुन्छ। प्राइमरी लेभल भनेको चाहिँ जुन चाहिँ रिस्क फ्याक्टर चाहिँ हुन नदिनको लागि केही अगाडि नै गरिन्छ, रिस्क फ्याक्टरहरुबाट बच्नको लागि केही अगाडि नै गर्छ भनेपछि त्यसलाई चाहिँ प्राइमरी लेभल अफ प्रिभेन्सन गरिन्छ। प्रिभेन्सन अफ द इमर्जेन्स एन्ड डेभलपमेन्ट अफ रिस्क फ्याक्टर इन पपुलेसन भनेको छ। यसमा चाहिँ मोड अफ इन्टरभेन्सन चाहिँ मास एजुकेसनहरु भयो, इन्डिभिजुअल एजुकेसन भयो, चाइल्डहरुलाई डिस्करेज गरिन्छ ब्याड ह्याबिट इन्करेज गर्नको लागि, एडप्टिङ गर्नको लागि। यो चाहिँ एकदमै बेस्ट हुन्छ नन कम्युनिकेबल डिजिज प्रिभेन्सनको लागि चाहिँ एकदम बेस्ट भनेको चाहिँ प्राइमोडियल प्रिभेन्सन भनेर बुझिन्छ। अब यसैगरी प्राइमरी लेभल अफ प्रिभेन्सन भनेको छ एक्सन टेकन प्रायर टु द अनसेट अफ डिजिज भनेको छ, विच रिमुभ द पोसिबिलिटी द्याट डिजिज विल एभर अकर इन द फ्युचर भनेको साथीहरु। मोड अफ इन्टरभेन्सन चाहिँ हेल्थ प्रमोसनहरु छ। हेल्थ प्रमोसनमा हेल्थ एजुकेसनहरु भयो, इन्भाइरोमेन्टल सेनिटेसन, न्युट्रिसनल इन्टरभेन्सनहरु, बिहेभियर चेन्जहरु भयो, र स्पेसिफिक प्रोटेक्सन रहेको छ। प्रोफाइलेक्सिसहरु, इम्युनाइजेसन, प्रोटेक्सन अकुपेसनल हजार्ड, युज अफ मस्किटो नेटहरु, प्रमोसन अफ ब्रेस्ट फिडिङहरु भयो चाहिँ साथीहरु प्याथोजेनिक फेजमा गरिन्छ। र यसैगरी सेकेन्डरी लेभल अफ प्रिभेन्सन रहेको छ, जुन चाहिँ हाम्रो हस्पिटलतिरहरु मेनली डायग्नोसिस एन्ड ट्रिटमेन्टतिर पर्छ। यो चाहिँ विच आर द प्रोग्रेस अफ डिजिज एन्ड प्रिभेन्ट कम्प्लिकेसन भनेको छ।
इन्टरभेन्सन चाहिँ प्याथोजेनिक फेजमा गरिन्छ, जब चाहिँ डिजिज रोग लागिसकेको हुन्छ त्यति बेला गरिने इन्टरभेन्सन हो साथीहरू। यो अर्ली डायग्नोसिस र ट्रिटमेन्ट गरिन्छ। अर्ली डायग्नोसिसमा जुनसुकै पनि डायग्नोसिसहरू भयो, स्क्रिनिङहरू भयो, टेस्टहरू हुन्छ, त्यो चाहिँ अर्ली डायग्नोसिस अथवा हाम्रो सेकेन्डरी लेभल अफ प्रिभेन्सनमा पर्छन्। ट्रिटमेन्ट जुनसुकै ट्रिटमेन्ट पनि हो त्यो चाहिँ हाम्रो सेकेन्डरी लेभलको प्रिभेन्सनमा पर्छ। जस्तै एमडिटीहरू भयो, डट्सहरू, थेरापीहरू सबै यिनीहरू चाहिँ सेकेन्डरी लेभल प्रिभेन्सनमा पर्छ भनेपछि यसको टर्सरी लेभल अफ प्रिभेन्सन भनेको साथीहरू हामीले डिसेबिलिटी लिमिटेसनहरू गर्नको लागि मेनली गरिन्छ। यो चाहिँ दिस इज अ लेभल अफ प्रिभेन्सन when disease goes in post pathogenic phases or advanced stage or stage of complication भनेको छ। यसको मेन एम चाहिँ लिमिट इम्पायरमेन्ट एन्ड मिनिमाइज डिसेबिलिटी हुन्छ साथीहरू। मोड अफ इन्टरभेन्सन भनेको डिसेबिलिटी लिमिटेसन र रिहेबिलिटेसन हुन्छ। हेर्नुलाई यो चाहिँ रिहेबिलिटेसन जस्तै स्कुल फर ब्लाइन्ड हुन्छ, रिकन्सिभ सर्जरीहरू भयो, रिस्टोरेसन अफ फ्यामिली रिलेसनसिपहरू भयो, यस्तोहरू भयो। अब आँखा कमजोर भएकोलाई चस्मा लगाउने यस्तो टाइपको इन्टरभेन्सनहरू गरिन्छ भनेपछि टर्सरी लेभल अफ इन्टरभेन्सन प्रिभेन्सन हो। अब क्वेसन नम्बर 6मा रहेको साथीहरू सोलिड वेस्ट म्यानेजमेन्ट भनेको छ होइन, स्टेप लेख भनेर आउन सक्छ। यो चाहिँ अस्ति भर्खर पनि आएको थियो, हाम्रो गण्डकी अयवालाई सोधेको थियो। हेर्नु सक्नुहुन्छ साथीहरू, वेस्ट मिनिमाइजेसन एकदम मोस्ट इम्पोर्टेन्ट भनेको फर्स्ट र मस्ट यो वेस्ट मिनिमाइजेसन, जसमा चाहिँ 3R पर्छ, रिड्युस, रियुज र रिसाइकल भन्ने हुन्छ। त्यसपछि वेस्ट सेग्रिगेसन, वेस्टहरूलाई चाहिँ तिनीहरूको अब त्यो बायोडिग्रेडेबल, नन बायोडिग्रेडेबल रिस्कको आधारमा, कलर कोडिङको आधारमा त्यो वेस्ट सेग्रिगेसन गरेर राख्ने हुन्छ। त्यसपछि वेस्ट कलेक्सन एन्ड स्टोरेज गरिन्छ, वेस्टलाई कलेक्सन र स्टोरेज गरिन्छ साथीहरू एक ठाउँमा। त्यसपछि वेस्ट ट्रान्सपोर्टेसन हुन्छ, त्यसपछि वेस्टलाई ट्रिटमेन्ट र डिस्पोजल गरिन्छ। अब डिस्पोजलमा चाहिँ डम्पिङ भयो, कन्ट्रोल टिपिङहरू भयो, इन्सिनेसन भयो, कम्पोस्टिङ भयो, म्यानुर पेट भयो, बुराइल हुन्छ साथीहरू। यतिबाट गर्न सकिन्छ। अरू पनि मेथडहरू छन्, हेर्नु होला तपाईँहरूले। वेस्ट मिनिमाइजेसन भनेको चाहिँ वेस्ट प्रोडक्सनलाई कम गर्नु हो। जसै यो चाहिँ 3R, अहिले चाहिँ साथीहरू 5R 7R आइसकेको छ, हेर्नु होला। वेस्ट सेग्रिगेसन गर्नु पऱ्यो, सेग्रिगेट गर्नु पऱ्यो वेस्टलाई, हेर्नु होला यो पोइन्ट। कलेक्सन र स्टोरेज गर्नु पऱ्यो, ट्रान्सपोर्टेसन गर्नु पऱ्यो, वेस्ट ट्रिटमेन्ट एन्ड डिस्पोजल। वेस्ट ट्रिटमेन्ट एन्ड डिस्पोजलमा चाहिँ बायोलोजिकल प्रोसिड्युरहरूबाट अटोक्लेभ, केमिकल डिसइन्फेक्सन, सेन्ट्रल ल्यान्डफिल, बुराइलहरू भयो, इन्सिनेसनहरू भयो र इन्क्याप्सुलेसन भन्ने हुन्छ। र त्यसै गरी डम्पिङको बारेमा लेख भनेको छ। डम्पिङ रहेको छ, इजी हुन्छ तर मोस्टली अनसेनिटरी मेथड हुन्छ। यो चाहिँ कमनली रुरल अथवा कम्युनिटीमा युज हुन्छ। यो चाहिँ डम्पिङ भनेको डिपोजिटिङ वेस्ट इन एरिया प्लेस हुन्छ। कन्ट्रोल टिपिङ भनेको मोस्ट सेनिटरी हो, यसलाई सेनिटरी ल्यान्डफिल पनि भनिन्छ। वेस्ट कलेक्टेड इन अनि बुराइड इन सेनिटरी ल्यान्डफिल भनेको चाहिँ मोस्ट सेनिटरी मेथड अफ वेस्ट डिस्पोजल साथीहरू। यो चाहिँ गभर्नमेन्ट काठमाडौँ, अब थाहा होला हजुरलाई। अब इन्सिनेसन रहेको छ, हस्पिटल वेस्टहरूको लागि चाहिँ बेस्ट चोइस अफ वेस्ट डिस्पोजल हो यो। अब कम्पोस्टिङ छ, त्यसै गरी म्यान्युर पिट छ, मलखादहरू भयो, बुराइलहरू भयो, खाल्डोमा बाँड्ने भन्छ यसलाई। अब अर्को रहेछ साथीहरू मलेरिया अनि प्लाज्मोडियम भाइभेक्स भने मलेरियाको बारेमा छ होइन साथीहरू। मलेरिया भनेको के हो र प्लाज्मोडियम भाइभेक्सको ट्रिटमेन्ट के लेख भनेको होला क्वेसनले चाहिँ। इट इज अ प्रोटोजोल डिजिज कज बाई द प्लाज्मोडियम स्पाइसिस अफ प्लाज्मोडियम भने साथीहरू। प्लाज्मोडियम यसका स्पाइसिसहरू छन् प्लाज्मोडियम भाइभेक्स, मलेरी, नोल्सी, ओभेल, फ्याल्सिफेरमहरू रहेका छन्। प्लाज्मोडियम भाइभेक्स चाहिँ मोस्ट कमन इन नेपाल एन्ड वर्ल्ड हुन्छ साथीहरू। प्लाज्मोडियम फ्याल्सिफेरम मोस्ट डेन्जरस, सेरेब्रल मलेरिया, अल्जिट मलेरिया, ब्ल्याक वाटर फेभर भनेर भन्छ यसलाई चाहिँ। प्लाज्मोडियम ओभेल भनेको रेयर हो र प्लाज्मोडियम मलेरिया भनेको क्वार्टियन मलेरिया हो। यो चाहिँ इन्फेक्टिभ स्टेज चाहिँ साथीहरू यसको ब्यान्डमा स्पोरोजोइड हुन्छ भने चाहिँ मस्किटोमा ग्यामेटोसाइड हुन्छ। यो चाहिँ ट्रान्समिट थ्रु भेक्टर हुन्छ। भेक्टर चाहिँ जसमा मस्किटो, फिमेल एनोफिलस मस्किटो हुन्छ। टार्गेट सेल भनेको यसको चाहिँ आरसिबी हो। लाइफ साइकल आरसिबीमा एरिथ्रोसाइट लाइफ साइकल हुन्छ। अब रिल्याप्स चाहिँ साथीहरू मेरोजोइड्सहरूले गर्दा हुन्छ। रिल्याप्स मेनली चाहिँ
अब होस्ट चाहिँ प्राइमेरी होस्ट चाहिँ मस्किटोमा जुनमा सेक्सुअल लाइफ साइकल हुन्छ त्यो चाहिँ प्राइमेरी हुन्छ र जसमा असेक्सुअल लाइफ साइकल हुन्छ त्यसलाई सेकेन्डरी होस्ट भनिन्छ। अब प्राइमेरी होस्ट चाहिँ यसको मस्किटो, सेकेन्डरी होस्ट चाहिँ म्यानो साथीहरू भेक्टर भयो, एनोफिलस मस्किटोहरू भयो, एनोफिलस फेल्बिटालिस भन्ने हुन्छ मुख्य चाहिँ। अब यसको कार्डिनल साइन सिम्पटमहरू साथीहरू यसमा तीनवटा स्टेजहरू रहेको छ, कोल्ड स्टेज, हट स्टेज, यसै गरी स्वेटिङ स्टेज रहेको छ। कोल्ड स्टेजमा चाहिँ अब हेडेक, नाउजिया, चिल्स सेन्सेसन हुन्छ, फिलिङ टु कोल्ड हुन्छ। यो चाहिँ 1 देखि 4 घन्टासम्म साथीहरू लास्टिङ हुन्छ। रियरली भमिटिङ हुन्छ, यसमा हात खुट्टा दुख्नेहरू हुन्छ, यसमा लस अफ एपिटाइट हुनसक्छ। हट स्टेजहरूमा अब फेभर हुन्छ, इन्टरमिडिएट टाइपको फेभर हुन्छ जुन चाहिँ 2 देखि 6 घन्टासम्म लास्ट गर्छ। हेडेक हुन्छ, यसमा ट्याचिकार्डिया हुन्छ। यसै गरी स्वेटिङ स्टेज रहेको छ, प्रोफ्युज स्वेटिङ, डिहाइड्रेसनहरू हुन्छ, पल्स रेट बिकम स्लोअर हुन्छ, टेम्परेचर ड्रप ऱ्यापिडली हुन्छ साथीहरू। कार्डिनल साइनहरू हेपाटोमेगाली हुन्छ, स्प्लेनोमेगाली हुन्छ, एनेमिया हुन्छ, लोजेसिया हुन्छ, ब्लिडिङ डिसअर्डर हुन्छ साथीहरू। अब ट्रिटमेन्ट एडल्ट्रेस प्लाज्मोडियम भाइभेक्समा चाहिँ कोलोकिउन 10 ट्याब्लेट एक्सट्री पोटासियम 1 ट्याब हुन्छ साथीहरू। 4 ट्याब स्टार्ट दिने, त्यसपछि अर्को दिनमा चाहिँ त्यसको 24 घन्टापछि चाहिँ 4 ट्याब दिने, अनि त्यसको अर्को 24 घन्टापछि चाहिँ 2टा ट्याब्लेट दिनुपर्छ। पेरामेक्विन साथीहरू 0.25 mg सरी 15 mg भएको रहेछ, 14 दिनसम्म दिनुपर्छ। यो चाहिँ रिल्याप्स नहोस् भनेर दिइन्छ साथीहरू। प्रेग्नेन्सीमा चाहिँ यो दिइँदैन र प्रेग्नेन्सी के अरे डेलिभर भइसकेपछि चाहिँ यो दिन मिल्छ। अब प्रिभेन्सनको लागि चाहिँ बाइटबाट, मस्किटो बाइट्सबाट बस्ने, कन्ट्रोल भेक्टर, इन्भाइरोमेन्टल मेथड, इन्भाइरोमेन्टलहरूबाट गर्ने, बेड नेट लगाउने, पेस्टिसाइडहरू युज गर्ने, जेनेटिक कन्ट्रोल, बायोलोजिकल कन्ट्रोलहरू गर्ने, खाल्डाखुल्टीहरू पुर्ने, यिनीहरू छन्। केमोफाइलाक्सिस चाहिँ क्लोरोक्विनहरू गर्छ। अब मलेरियाको भ्याक्सिन पनि साथीहरू स्टार्ट भएको छ 2021 देखि, चाहिँ नेपालमा छैन यो चाहिँ अहिले। अब बर्नको केस आयो भने बर्न डिफाइन, बर्न टाइप अफ बर्न, कजेज अनि डिग्री भनेर सोध्न सक्छ। बर्न पनि एकदम इम्पोर्टेन्ट क्वेसन हो फर्स्ट एडबाट, हेर्नु होला। कग्निटिभ डिस्ट्रक्सन अफ अ सर्फेस लेयर अफ अ बडी इज कल्ड बर्न भनेको छ। अब कजेज अफ बर्न भनेको थर्मल, इलेक्ट्रिक, केमिकल, रेडिएसनहरू, स्काल्ड भयो, कोल्ड बर्न, फर्स्ट बाइट, अल्कालिक आइनेसिस बार हुन्छ। क्लासिफिकेसन चाहिँ डिपेन्ड अन द डेप्थ अफ द स्किन हुन्छ। क्लासिफिकेसन फर्स्ट डिग्री, सेकेन्ड डिग्री, थर्ड डिग्री, फोर्थ डिग्री हुन्छ। फर्स्ट डिग्रीमा हेर्नु होला। फर्स्ट डिग्री भनेको सुपरफिसियल बर्न हुन्छ, सेकेन्ड डिग्री भनेको सुपरफिसियल र डिपमा हुन्छ। सेकेन्ड डिग्री सुपरफिसियल, सेकेन्ड डिग्री र सुपरफिसियल डिप हुन्छ, के अरे डिप सेकेन्ड डिग्री हुन्छ। मस्ट पेन भनेको चाहिँ साथीहरू सुपरफिसियलमा हुन्छ, सेकेन्ड डिग्रीको सुपरफिसियलमा हुन्छ। फेरि ब्रेक टेस्ट सेन्सेसन पेन हुन्छ। र पेन नहुने भनेको थर्ड डिग्री र फोर्थ डिग्रीमा हुँदैन, पेन चाहिँ एकदमै कम हुने भनेको चाहिँ अब फोर्थ डिग्रीमा त केही पेन नै हुँदैन भन्ने कुरा बुझौँ। फोर्थ डिग्री पनि हुन्छ। फोर्थ डिग्रीमा चाहिँ सबक्युटेनियस टिस्यु र एभन बोनसम्म बर्न भएको हुन्छ। यसमा चाहिँ थर्ड डिग्रीसम्म त क्याटेगोरी गरेको रहेछु मैले। म्यानेजमेन्ट गर्दा चाहिँ इमिडिएटली रिमुभ द बर्निङ पार्टिकल्स अथवा सोर्सहरू हुन्छ, त्यसलाई बन्द गर्ने। फायर छ भने, आगो छ भने आगोलाई निभाउने, रोलिङ ग्राउन्ड कभर विथ ब्लाङ्केट गर्ने, कुल द बर्न अन ट्याप वाटर इरिगेट गर्ने, होइन 10 मिनटसम्म अथवा कति हुन्छ त्यो चिसो गराउने। त्यसलाई बर्न मोर देन 10% इन चाइल्ड र 15% इन एडल्टमेन्ट छ, अथवा कुनै पनि डेन्जर साइटहरूमा छ, जस्तै क्यारोटिड आर्टतिर छ, इसोफेगसहरूतिर छ, अनि पेरिनियमतिर छ, फेसतिर छ भने चाहिँ एकदमै सिभियर छ भने चाहिँ त्यसलाई हामीले इमिडिएटली रिफर गर्नुपर्ने हुन्छ। अरू सामान्य बर्न यताउता छ भनेपछि जुन बर्न चाहिँ 10% भन्दा कम छ, 15% भन्दा कम छ एडल्टमा, चाइल्डमा 10 भन्दा कम छ भनेपछि त्यसलाई चाहिँ हामीले हेल्थ पोस्टमा अथवा हस्पिटलमा म्यानेजमेन्ट गर्न सक्छौँ। जुन चाहिँ आइबी लाइन ओपन गरिन्छ, भाइटल्सहरू मेन्टेन गरिन्छ, उसलाई पेन नहोस् भनेर पेन किलर दिइन्छ, होइन सिल्भर सल्फाइड लगाइन्छ। अब आइबी फ्लुइड क्यालकुलेट गरिन्छ। आइबी फ्लुइड क्यालकुलेट गर्दाखेरि चाहिँ 4% अफ बर्न इन्टु टोटल बडी वेट गरिन्छ। जति आउँछ साथीहरू फ्लुइड त्यसको आधी चाहिँ 8 घन्टामा दिइन्छ र अरू बाँकी फ्लुइड चाहिँ 8 घन्टा गरेर अरू बाँकीलाई पनि दिइन्छ। त्यसै गरी 24 घन्टामा टोटल फ्लुइड दिइसक्नुपर्छ। जस्तै इक्जामको लागि 20% बर्न भएको एडल्ट आयो, जुन चाहिँ जसको बडी वेट चाहिँ 40 केजी छ है साथीहरू।
अब हामीले 20% को चाहिँ यहाँ ट्रिटमेन्ट गर्नु मिल्दैन, एक्जाम्पल मात्र लागि हो। अनि यो जस्तो 3200 ml 3 लिटर समथिङ 3200 ml हामीले दिनुपर्ने छ फ्लुइड भनेपछि पहिलो 1600 चाहिँ 8 घन्टामा दिनुहोस्, बाँकी 1600 चाहिँ 8-8 घन्टा गरेर 2 भाइ डिभाइड पोर्सनमा गर्नुपर्छ, यसरी दिनुपर्छ। अब इन्जेक्सन टिटीहरू लानु पऱ्यो, एन्टिबायोटिकहरू दिनु पऱ्यो सेकेन्डरी ब्याक्टेरियल इन्फेक्सन नहोस् भनेर, एनाल्जेसिक दिनु पऱ्यो, सिल्भर नाइट्रेटहरू, सिल्भर सल्फोनाइडाइजहरू क्रिम लगाउनु पऱ्यो, डाइटहरू न्युट्रिडाइटहरू खानु पऱ्यो, न्युट्रियस डाइट खानु पऱ्यो र एकदमै अब ड्रेसिङ गराइराख्नु पऱ्यो। ड्रेसिङ पनि प्याराफिन गजहरूले गर्नुपर्छ, जुन चाहिँ चप्किँदैन। अब चिल्ड्रेनमा बर्न छ इन्क्लुडिङ आई, फेस, नेक, अनि त्यता रिफर गर्नुपर्छ, ठुलोमा पनि छ भने। अब क्वेसन नम्बर 10 मा रहेको छ फ्यामिली प्लानिङ हेर्नुहुन्छ। फ्यामिली प्लानिङ भनेको के हो भन्दाखेरि एउटा कोइसियस प्लानिङ बाई द कपल भन्न सकिन्छ, जुन चाहिँ के गर्ने कसरी गर्ने भन्ने हुन्छ होइन। अब फ्यामिली प्लानिङ भनेको चाहिँ प्र्याक्टिस द्याट हेल्प्स इन्डिभिजुअल र कपल टु एटेन सर्टेन गोल एचिभ गर्नको लागि गरिन्छ। जस्तै नचाहिएको बच्चालाई एभोइड गर्ने, अब चाहिएको बेला बच्चालाई प्रिङ वान्टेड बर्थ गर्ने, रेगुलेट गर्ने इन्टरभल प्रेग्नेन्सीको, बच्चाको नम्बर कति बनाउने भन्ने यताउता हुन्छ। अब कन्ट्रासेप्टिभ एलेभेन नेपालमा चाहिँ नेचुरल भयो, नेचुरल र आर्टिफिसियलहरू छ। नेचुरलमा सिम्फोथर्मिक मेथडहरू भयो, सर्भाइकल म्युकस भयो, रिदममा हुन्छ सर्भाइकल क्यालेन्डरहरू भयो, यिनीहरू भयो। अदर मेथडमा क्यालेन्डर मेथडहरू भयो, कोइटस इन्टरप्स, एब्सिजन, ल्याक्टेसिया, एमनरिया मेथड हुन्छ ल्याक्टेसनल। आर्टिफिसियलमा चाहिँ कन्भेक्सनल मेथडहरू हुन्छ, कन्डम, स्पर्म, डायफ्राम हुन्छ, सार हुन्छ, सर्ट एक्टिङ रिभर्सिबल कन्ट्रासेप्टिभहरू, डिपो पिल्सहरू भयो। लङ एक्टिङ रिभर्सिबलमा चाहिँ आयुसिडीहरू, प्लान्टहरू भयो। पर्मानेन्टमा चाहिँ साथीहरू भ्यासेक्टोमी र इम्युनोग्लोबिनहरू भयो। क्वेसन नम्बर 11 मा चाहिँ पेप्टिक अल्सर डिजिज। पेप्टिक अल्सर भनेको के हो भन्दाखेरि अथवा ब्रेक अथवा एब्रेजन अथवा लस अफ duodenal mucosa that arise the normal mucosal defense factor impaired when Williams aggressive luminal factors अब such as acid and पेफिनले गर्दा हुने भयो। कमन साइड भनेको फर्स्ट पार्ट अफ ड्युडेनम मस्ट कमन हो चाहिँ ड्युडेनल अल्सरको। स्टोमेकमा चाहिँ लेसर कर्वेचर हुन्छ र लोर स्टोमेकतिर पनि हुन्छ। यो अल्सरेसन इन द लाइनिङ अफ स्टोमेक फर्स्ट पार्ट अफ द भनेको ड्युडेनल अल्सर भयो। कजेसहरू एज पाइलरी भयो, एनएसआइडी भयो, स्टेरोइड भयो, टोब्याको स्मोकिङ, अल्कोहलिङ भयो, स्ट्रेसहरू भयो, जोलिन सिन्ड्रोमहरू भयो, लिभर सिरोसिस भयो, एसिड पेप्सिन बढ्यो भनेपछि हुन्छ। अब त्यसै गरी फुडहरूमा फ्याटी फुडहरू, स्पाइसी फुडहरू खायो भने चाहिँ अब ग्यास्ट्रिक अल्सर भनेको पेन अकर 1 to 2 आवर आफ्टर मिल हुन्छ। खाना खाएको 1-2 घन्टा पछि दुख्छ, खाना खाएपछि मेनली चाहिँ दुख्छ है यो ग्यास्ट्रिक अल्सरमा चाहिँ। र पेप्टिक अल्सरमा चाहिँ खाना खाएपछि सन्चो हुन्छ दुखाइ। डजन्ट वर्क पेसेन्ट हुन्छ। रिस्क फर म्यालिग्नेन्सी रिस्क हुने भनेको ग्यास्ट्रिक अल्सरमा हुन्छ। डिपाइन पेन्टेन अकर्स इन द लेसर कर्वेचर, यसमा चाहिँ ड्युडेनल अल्सर भनेको चाहिँ पेन अकर्स हेर्नु होला 2 देखि 4 घन्टा आफ्टर मिल हुन्छ। खाना खाइसकेपछि बल्ल यो दुख्छ है, खाना नखाएपछि दुख्छ यो, अब चाहिँ खाना खाएपछि दुख्छ, त्यो बुझ्नु होला। अब पेन रिलिफ बाई फुड छ, खाना खाएपछि दुख्दैन यो फेरि, र खाना खाएपछि दुख्छ। क्लिनिकल फिचरहरू लोकलाइजेसन अब यो चाहिँ अब एब्डोमिनल पेन हुन्छ, एपिग्यास्ट्रिकतिर हुन्छ, फुड रिलेसन हुन्छ, रेडिएटेड टु ब्याक हुनसक्छ। एपिग्यास्ट्रिक पेन क्यान बी ट्रिटमेन्ट प्रेजेन्ट भने अब हेर्नु होला। नर्भसको साइन एन्ड सिम्पटम नजिया, भमिटिङ, एन्डक्सिया, प्यालोर, एपिग्यास्ट्रिक टेन्डरहरू हुन्छ। इन्भेस्टिगेसन अप्पर जिया इन्डोस्कोपी गर्ने, टेस्ट फर जिया सेरोलोजी, युरिया ब्रेथ, फिकल एन्टिजेन टेस्ट, माइक्रो अनि सिबिसीहरू पठाउने, स्टुलारी गर्ने है, त्यो गर्नु पर्यो। स्टुल अकल्टहरू गर्नु पर्यो। अब ट्रिटमेन्ट चाहिँ सिम्टोमेटिक ट्रिटमेन्ट स्मोकिङहरू गर्नु पर्यो, एनएसआइडी, एभोइड स्पाइसी फुडहरू, स्ट्रेसहरू लिनु भएन, पेन रिलिफहरू, एनएसआइडीहरू लिनु भएन, ट्यासिडोम्युकोसाहरू। अब स्पेसिफिक म्यानेजमेन्ट भनेको इराडिकेसन अफ एच पाइलरीमा चाहिँ एच पाइलरी क्यान बी ट्रिपल थेरापी छ। फर्स्ट लाइन थेरापी फर 7 days ट्रिपल लाइन थेरापी हुन्छ। अब 1 प्रोटन पम्प इनिभेटर र 2 एन्टिबायोटिक हुन्छ। यसमा चाहिँ क्याप अथवा
क्याप भनेर हुन्छ। अब क्यालथेरो, एमोक्सी र पेन्टअप दिइन्छ। तब इम्प्राजोल कुनै पनि एउटा दिइन्छ पिपिआई। अल्सरको लागि ट्रिटमेन्ट चाहिँ रिडक्सन अफ एसिड सेन्सेसन, एस2 रिसेप्टर एन्टागोनिस्ट रेन्टिनहरू दिनु पऱ्यो। प्रोटोन पम्प इनिभिटर इम्प्राजोल, एन्टिकोलिनर्जिक दिनु पऱ्यो। पोस्टाग्ल्यान्डिन एनालग मिसोप्रोस्टलहरू दिन सकिन्छ। कम्प्लिकेसन चाहिँ हेमोरेजहरू हुनुभयो, पर्फोरेसन हुनुभयो। मोस्ट कम्प्लिकेसन चाहिँ साथीहरू हेमोरेज हुन्छ। डेन्जरस भनेको चाहिँ पर्फोर हुन्छ। मोस्ट लिथल भनेको पर्फोरेसन हुन्छ। अब हेलुसिनेसन अनि इल्युजनको डिफाइन गर भनेको छ र सिजोफ्रेनिया भनेको के हो भनेको छ। हेलुसिनेसन भनेको फल्स सेन्सरी पर्सेप्सन नट एसोसिएटेड विथ एनी रियल एक्सटर्नल स्टिमुलाई हुन्छ। फल्स पर्सेप्सन विदाउट एनी एक्सटर्नल स्टिमुलाई भने पनि हुन्छ साथीहरू। चाहिँ यो चाहिँ भनेको के हो भन्दाखेरि त्यहाँ कुनै पनि चिज छैन तर हामीले त्यो चिज देख्नु भन्ने भयो हेलुसिनेसन हो। डिल्युजन भनेको साथीहरू फल्स अनसेकेबल बिलिफ मोरबिडहरू विच इज नट एक्सेप्टेड बाई कल्चर। समाजले विश्वास नगर्ने खालको बिलिफहरूलाई चाहिँ डिल्युजन भनिन्छ। इल्युजन भनेको मिस इन्टरप्रेसन अफ अ रियल एक्सटर्नल सेन्सरी हामीले मिस इन्टरप्रेसन गर्नु कुनै एउटा चिजलाई अर्को चिज देख्नु भन्छ। सिजोफ्रेनिया भनेको साथीहरू थट डिसअर्डर हो, क्यारेक्टर बाई डिस्टर्बेन्स अर इन थट एन्ड भर्बल बिहेभियर। पर्सेप्सन अब भयो, एफेक्ट मोटर बिहेभियरहरू भयो, रिलेसनसिप विथ एक्सटर्नल वर्ड छ। क्लिनिकल फिचर चाहिँ थट एन्ड स्पिच डिस्टर्बेन्स हुन्छ, डिसअर्गनाइज स्पिच र थिङ्किङ हुन्छ, डिल्युजन हुन्छ, डिसअर्डर अफ पर्सेप्सन, डिसअर्डर अफ मुड हुन्छ, डिसअर्डर अफ मोटर बिहेभियर हुन्छ। नेगेटिभ सिम्टम्सहरू देखिन्छ यसमा चाहिँ। म्यानेजमेन्ट चाहिँ फार्माकोथेरापीहरूमा चाहिँ एन्टिसाइकोटिक ड्रग, पेरिडोलहरू भयो, बेन्जोडाइजिपाइन दिनु सकिन्छ, कार्बाजिपामहरू भयो। साइकोथेरापी गर्नु पऱ्यो, साइकोसोसियल काउन्सिलिङहरू हुनु पऱ्यो, फ्यामिली सपोर्टहरू हुनु पऱ्यो त्यसलाई होइन। कजेजहरू चाहिँ के छ भन्दाखेरि एक्ज्याक्ट कजेज चाहिँ यसमा अन्नोन हुन्छ साथीहरू। अब सिजोफ्रेनिक क्यारेक्टराइज डिस्पेन्स डिफिनेसन भयो। अर्को क्वेसन रहेको छ हेलमेन्टिक डिजिज कज अर्गानाइजम एन्ड इन्फेक्टिभ हेलमेन्टिक डिजिज कजेटिभ अर्गानाइजम एन्ड इन्फेक्टिभ स्टेज रहेको छ। यो पनि सोधिदिन सक्छ। फिलारियासिस भनेको उचेरिया बानक्राफ्टी चाहिँ हामी हात्तीपाइले भन्छौँ हामी। थर्ड स्टेज लार्भाले लगाउँछ चाहिँ राउन्डुम भनेको अङ्कुसित गोलुजुका जुन एस्कारिस लुम्ब्रिकोइडले लगाउँछ र यसको चाहिँ इन्फेक्टिभ स्टेज भनेको राउन्डुम आरबाट ऱ्याप्डिफर्म लार्भा है साथीहरू। अब टेपुम भनेको टिनिया सोलियम होइन, टेपुम टिनिया सोलियम सिस्टिसर्कुस सेलुलोज हुन्छ है साथीहरू टेपुमको चाहिँ। अब ग्युनिया भनेपछि अब टेपुम पछि हाम्रो टेकुम र पोर्कुम भन्ने हुन्छ, पोर्कुम पनि छ। अनि ग्युनियम भनेको ड्राङ्कुलोसिस मेडिनेसिस ग्राभिडले गर्छ। पिनुम भनेको इन्टरभेस भरुगोमाइलिस प्यारेजेन्टाइल पोमाइटिसको ड्रग अफ चोइस हुन्छ। लिभर फ्लुइड भनेको फ्यासिला हेपेटिका हुन्छ, फ्यासिला हेपेटिका हुन्छ। लिभर हुकुम भयो एन्सेफलोसाइटिडियमा थर्ड स्टेज अफ उसले चाहिँ लार्भा चाहिँ इन्फेक्टिभ स्टेज हुन्छ। यसले मेनली जिउजेमा बस्छ। मेबेन्डाजोलको ड्रग अफ चोइस हो। विपम भनेको ट्राइचिउरा ट्राइचिरियस हुन्छ। मेबेन्डाजोल पनि यसको ड्रग अफ चोइस रहेको छ। हाइड्राटिज इकानिकोकस ग्यारानुलोज एक्जान्था लार्भा हुन्छ एजबाट हाइड्रेट डिजिज र यसको इन्फेक्टिभ स्टेज भनेको पनि एक्जान्था लार्भा हुन्छ। अल्बेन्डाजोल यसको ड्रग अफ चोइस हुन्छ। अच्छा साथीहरू धन्यवाद। यो भिडियो कस्तो लाग्छ हेरेर कमेन्ट गरिदिनु होला र यो पिडिएफ मैले कमेन्टमा पिन गरेर राख्दैछु, तपाईँले डाउनलोड गरेर पढ्न सक्नुहुन्छ। हस् त धन्यवाद।